मेरो बुढो विदेश गएको 2 घन्टा भइसक्यो, काठमाडौँ पुगिसक्यो होला अहिले त। हाम्रो अब लोकी भेटिरहनै परेन नि। तिमी खुरुक्क अब घरमा आऊ मेरो घरमा। ए बुढा, अब नेपालमा बसेर केही होला जस्तो पनि छैन। अब तिम्रो बिजनेस व्यापार केही पनि छैन, यतिकै बसेर भएन, खाना पर्यो। अब तिमी विदेश जाऊ। विदेश जानु र? अनि यता सुन्न, अब सरकार पनि चेन्ज हुँदैछ, नयाँ नयाँ सरकार आउँदैछन्, केही गर्छन् कि तै पनि अब खेती जग्गा जमिन चढ्नै छ, यहीँ गरेर बुढाबुढी खाएर बसौँला नि, किन जानु पर्यो विदेश? जो आउने केही गर्ने होइन, आफ्नो दुःख गर्नु पर्यो। तिमी खुरुक्क जाऊ, यतिकै बसेर हुन्छ त? तिमीसँगका साथीहरूले कस्ता कस्ता घर बिल्डिङहरू बनाएर सुनले पुरिसके बुढीलाई, यिनका त केही पनि छैन, कमाएर खान पर्दैन अब। ओहो, तैँले नि त्यसो बुद्धि त आउनु पर्यो नि तिमीलाई। ल राम्रै कुरा गरिस्। ल जाउँ त, यिन तयारीमा लाऊ, अब विदेश जाने भए। ल हिँड। ल बुढा, विदेश जाँदैछौ, राम्रोसँग जाऊ, राम्रोसँग काम गर, घरको यहाँ केही चिन्ता लिनु पर्दैन, म सबै मिलाउँला। तिमी चाहिँ बेला बेला मलाई पैसा पठाइदिइराख्ने, जाने बित्तिकै पैसा पठाइदिनु। जाने बित्तिकै त आइफोन पठाइदियो पहिला, अनि त्यहाँबाट अथवा पैसा महिनै पछि पठाउनु पर्यो। यहाँ घर व्यवहारको केही चिन्ता लिनु पर्दैन। तिमी अब ल जाऊ। जानु र? नजानी हो कि भने? जाऊ न, अब जानु परेन। जानु र? जाऊ जाऊ तिमी। बुढी, म जान्नु नि। जान परेन त भने अब के यतिकै बसेर हुँदैन। यहाँ जाऊ, तिमी खुरुक्क जाऊ। मैले जानु मनै लागेन। मन नलाएर भनेर होइन, पैसा चाहियो नि त मलाई। खटाखट पैसा ल्याउ नि त, यहाँ महिनाको 50,000 ल्याऊ। जाउँ र? जाऊ खुरुक्क। ल गएँ है त। ल जाऊ। रुँदा नि रुनुहोस्। हिँड्ने बेला रुन्छ नि त, हिँड्ने बेला रोएर सायद बिहान हुँदैन कि। ल जाऊ। ल म हिँडेँ है त। ल बाई बुढो। बाई बाई, जाउँ त? जाऊ न जाऊ। ल ल ल। बुढो विदेश गइहाले, आनन्द भइहाल्यो। अब फोन गर्नु पर्यो। यता सुन्न त, मेरो बुढो विदेश गएको 2 घन्टा भइसक्यो, काठमाडौँ पुगिसक्यो होला अहिले त। हाम्रो अब लोकी भेटिरहनै परेन नि। तिमी खुरुक्क अब घरमा आऊ मेरो घरमा। ल छिट्टै आइहाल है, म कुरेर बस्छु नि फेरि। ओहो, कति बेर लाग्यो, कति चिटिक्क भनेर आएको फेरि। ल हिँड गइहालौँ। घरबाट हिँडे 4 घन्टा भइसक्यो, काठमाडौँ पुगेपछि नि मेरो मनले मानेन, फर्केर आएँ। जाने बेला न बुढी रुन्छे, 2-4 दिनदेखि कसलाई फोन गर्छे, कसलाई मेसेज गर्छे, पक्कै पनि त्यसले घरमा केटो ल्याउनलाई चाहिँ मलाई विदेश जा भने आउनुपर्छ। म कहाँ विदेश जान्छु, बरु नेपालमै बसेर आफ्नो खेतबारी कमाउँछु, बस्छु नि। त्यसले के गर्नलाई चाहिँ एकपल्ट हेर्न चाहिँ जानु पर्यो। पार्वती पो कता छ? ए पार्वती, कता छ यो? होइन ए बुढा, तिमी त किन फर्केर आएको? गइहाल, हिँडिसके मान्छे फर्केर आउनु हुँदैन। के बेचेर आयो? छिटो गइहाल। ए मलाई विदेश पठाएर त यहाँ चाहिँ केटो बोलाएर चाहिँ मोज मस्ती गर्ने तँलाई चाहिँ? अनि के नचाहिएको कुरा गर्छन् यी? मलाई शङ्का लागिरहेको छ। 4-5 दिन 5-7 दिनदेखि मैले विचार गरिरहेको छु, कहिले फोन गर्छ, कहिले मेसेज गर्छ, कहिले के गर्छ। अनि मलाई जाने बेला न रोइ न खरखर्ती गरेर पठाएकी चाहिँ त यहाँ केटो बोलाएर मोज गर्नलाई, अनि मलाई चाहिँ विदेश जा भनेर भने कि तैँले कसलाई बोलाइछिस् भन्छ यहाँ कुरोको? म भित्र गएर हेर्छु, म जान्छु, भित्र गएर हेर्छु, भित्र गएर हेर्छु म। त कुन चाहिँ होस्, भित्र कहाँ लुकेर बसिछस्? मेरो बुढीलाई चाहिँ त यहाँ घर चाहिँ मेरो घर आएको, त खुरुक्क बाहिर निस्किन्छस् कि म भित्रै आएर तँलाई चाहिँ बैठाइदिउँ? ए त मलाई विदेश पठाएर अनि आफ्नो नाठो बोलाएर घरमा मोज मस्ती गर्ने त? तैँले भित्र कोही छैन भने होइन? अहिले भयो कि भएन हो? मलाई माफ गरिदेऊ न बुढा, मैले जानी नजानी एकचोटि गल्ती गरेँ, मलाई माफ गरिदेऊ न। अब तँलाई माफ गर्नु हुने, तैँले गल्ती नै गरे कि होइनस्? तैँले मेरो श्रीमती हुने अधिकार गुमाइसकिस् हे। तैँले गर्दाखेरि मलाई आज ठुलो चोट पुग्यो होइन? त मेरो अगाडि 1 सेकेन्ड पनि नबस्, यो घरको ढोका तेरो लागि बन्द भइसक्यो। त खुरुक्क गइहाल त। एकचोटिलाई माफ गरिदेऊ न। एकचोटिलाई न 2 चोटिलाई तैँले माफ हुनु गर्ने खालको गल्ती गरेको होस्, खुरुक्क चाहिँ यहाँ मेरो घरमा बस्नु पर्दैन, गइहाल। तँलाई म अर्को बिहे गर्छु अनि बस्छु। यस्ता चरित्रहीन आइमै सहेरेर बस्छु म।